हामी यहाँ अहिले चाहिँ टक्कै पान्टारको शेर्पा होमस्टेमा आएको छौँ। यहाँदेखि चाहिँ टक्कै तपाईँहरूले देख्न सक्नुहुन्छ मङ्गलबारे बजार। यहाँ त्यसरी अब यहाँदेखि यस्तो हेर्दै आयो भने हामी यो गुफाथुम्कीमाथि देख्न सक्छौँ। र यहाँदेखि टक्कै आउँदाखेरि हामी यहाँ बाइक पार्किङ गरेको छौँ। खतरा छ है, खतरै गाइस भन्ने। अनि यहाँदेखि ठक्कै निक्लिने बाटो यो शेर्पा होमस्टेको मतलब तपाईँहरूलाई थाहा छ, गाउँमा यस्तो जस्तो छ त्यस्तै हो। टक्कै यो तरिकाले यो अर्ग्यानिक चिजहरू यहाँ चाहिँ पाउँछ र यसरी यहाँ सजाइएको छ यो। र तपाईँहरूले र यहाँदेखि बाटो यस्तो छ। सुन्तला यहाँ हेर्नुहोस्, सुन्तला फलिरहेको छ। सुन्तला नि तपाईँले होमस्टेमा बस्ने मान्छेले टिपेर खान सक्नुहुन्छ, पाउनुहुन्छ। र यहाँ माछा खाडी छ दुईवटा। यो माछाहरू पनि आफै फिसिङ गरेर पनि तपाईँले खान सक्नुहुन्छ। र यहाँदेखि उकालो चाहिँ यो पान्डर चियाबारी छ र यहाँदेखि चाहिँ बाटो आउने। तपाईँले भिजिट गर्नुहोला, एकदम राम्रो छ। यहाँ एउटा फोटो खिच्न बसिरहेको छ।